औड्रे लोड्रेका अनुसार म आफैले आफूलाई परिभाषित गर्न सकिनँ भने अरूले मलाई तिनकै स्वाद अनुसार परिकार बनाएर चपाउनेछन्। दर्शकवृन्द नमस्कार, म हुँ तपाईँकै प्रेरणादायी साथी छवि भण्डारी। सदा जस्तै आज पनि प्रेरणादायी सन्देश लिएर उपस्थित भएको छु। कृपया यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला र भिडियो कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नुहोला। दर्शकवृन्द, धेरैजसो विज्ञहरू भन्छन् खुसी र सुखी हुन अरू केही चाहिँदैन, बरु चाहिन्छ त केवल एउटा सुन्दर सपना। मानिस सफल हुनका लागि एउटा मजबुत सपना चाहिन्छ। दर्शकवृन्द, समस्या सपना नदेख्नु होइन, समस्या त सपना देख्न नखोज्नु नै हो। यहाँनिर सपनाको प्रसङ्गमा एउटा सानो बालक जसको परिवार एकदमै गरिब छ, ऊ एकदमै गरिबीले थिचेको झुपडीमा बस्थ्यो। एक दिन स्कुलमा उसको एक शिक्षकले उसलाई एउटा लेख तयार पार्ने अभ्यास दिए र त्यो लेखको शीर्षक थियो मेरो सपना। बच्चा झुपडीमा रहनुको बावजुद पनि उसले यस्तो सपना लेख्यो, म 50वटा घोडा किन्नेछु अरब देशबाट, 10 करोडको महल बनाउँछु, त्यसमा स्विमिङ पुल हुन्छ र घोडाहरूका लागि अलग स्विमिङ पुल हुनेछ, 7वटा विभागमा फ्याक्ट्री खोल्छु र यस्तै गरेर उसले 7-8वटा सपनाको बारेमा लेख लेख्यो र शिक्षक भएको ठाउँमा गयो। शिक्षकले लेख देखेर भने, बाबु लेख त एकदमै राम्रो छ, तर तिमी जुन माहौलमा जुन परिवारमा बस्छौ त्यो माहौलको हिसाबले यो सपना पुरा हुन सक्दैन। बरु तिमी एउटा काम गर, यो लेखलाई बदलिदेऊ र यस्तो सपना लेख कि म एक सानो तिनो एउटा फ्ल्याट बनाउँछु, एक टिभी लिनेछु जसमा एन्टिना घुमाउँदै रहँ, एउटा सानो पोखरी बनाउँछु, यस्तै यस्तै 5-10वटा सपना बनाइहाला। तर बच्चा एकदमै हिम्मतिलो थियो, उसले आफ्नो लेख बदल्न चाहेन। ऊ आफ्नो घर गयो। उसकी आमा जो भाँडा माझ्ने काम गर्छिन्, जो अर्काको घर घरमा गएर लुगा धुने काम गर्छिन्, उनलाई भन्यो, आमा, मैले एउटा लेख बनाएको थिएँ जसमा 50वटा घोडा, 10 करोडको महल, त्यसमा स्विमिङ पुल अलग्गै, मेरो स्विमिङ पुल अलग्गै, घोडाको अलग्गै, एउटा बमरूप कार भएको सपना देख्छु भनेको थिएँ। तर शिक्षकले भन्नुभयो, यो सपना बदलिदेऊ र यो कुरा मेरो दिलले स्वीकार गरेन। आमा, आमा, तपाईँको के सल्लाह छ? तपाईँको के विचार छ? यो सपनाको कथाले त्यो बालकलाई कसरी कतातिर लैजाला त? एउटा अनपढ आमा कपडा धुन्छिन्, भाँडाकुँडा साफ गर्छिन्। उसकी आमाले भनिन्, छोरा, यदि तँलाई आफ्नो सपनामा विश्वास छ भने यो लेख कहिल्यै नबदल्नु, चाहे तँलाई त्यो शिक्षकले उत्तीर्ण अङ्क दियोस् नदियोस्। छोराले भन्छ, आमा, मैले आफ्नो लेख बदलिन भने शिक्षकले उत्तीर्ण अङ्क दिनुहुन्न। अनि आमाले भनिन्, तिम्रो शिक्षकलाई गएर भनिदेऊ कि तपाईँ आफ्नो मार्क्स आफ्नो ठाउँमा राख्नुहोस् सर, मेरो आफ्नो सपना म आफ्नो ठाउँमा राख्छु। अर्को दिन बच्चा स्कुल गयो र भन्यो, सर, म यो लेख बदल्न सक्दिनँ। तर शिक्षकले भने, म मार्क्स दिन्न। तब त्यो बच्चाले भन्यो, सर, तपाईँको मार्क्स आफ्नो ठाउँमा राख्नुहोस्, मेरो सपना म आफ्नो ठाउँमा राख्छु। दर्शकवृन्द, 25 वर्ष बितेपछि त्यस बच्चाले अरबबाट 50वटा घोडा किन्यो, 10 करोडको महल बनायो, स्विमिङ पुल बनायो, बमरूप कार किन्यो र 7वटा उद्योग पनि खोल्यो। अनि त्यो उद्योगको उद्घाटनका लागि रिबन काट्न त्यो बच्चाले त्यही शिक्षकलाई बोलायो। शिक्षकलाई यो कुरा थाहा थिएन कि यो युवक त्यही बच्चा थियो भनेर। जब शिक्षकले फिता काटे त्यसपछि त्यो बच्चाले हातमा माइक्रोफोन दियो अनि भन्यो, सर, तपाईँ केही भनिदिनुहोस् न सपनाको बारेमा। शिक्षकले भने, हेर, सपना देख्नु एकदमै राम्रो कुरा हो, हरेकले सपना देख्नुपर्छ, ठुलो ठुलो सपना देख्नुपर्छ। म यो युवकलाई धन्यवाद दिन्छु, यसले ठुलो सपना देख्यो।
सबैले ताली बजाए र त्यो युवक माइक्रोफोन हातमा लियो र भन्यो, म आफ्नो परिचय त दिउँ, म त्यही बच्चा हुँ जो 25 साल पहिले तपाईँको अगाडि लेख लिएर आएको थिएँ र तपाईँले भन्नुभएको थियो यो सपना कहिल्यै पुरा हुन सक्दैन। फेरि तपाईँले भन्नुभएको थियो म अङ्क दिन्न, अनि मैले भनेको थिएँ कि तपाईँ आफ्नो नम्बर आफ्नो ठाउँमा राख्नुहोस् र म आफ्नो सपना आफ्नो ठाउँमा राख्छु। म त्यही युवक हुँ सर। शिक्षकको आँखामा आँसु आयो र माइक्रोफोन हातमा लिँदै भने, म आज केही भन्न चाहन्छु। मैले यस्तै हजारौँ केटाकेटीहरूलाई डिमोटिभेट गरेको छु, उनीहरूको सपनालाई बर्बाद पारेको छु, किनकि मेरो सपना पुरा भएन। त्यसैले दर्शकवृन्द, याद राख्नुहोला, जो तपाईँको सपना बर्बाद गर्न लागिरहेको छ त्यो एउटै व्यक्ति हो जो आफ्नो सपना पुरा गर्न सकेन। त्यसैले अरूले हिँड्न नसकेका बाटाहरू उनीहरूका लागि असफल हुन सक्लान्, तर तपाईँसँग त्यो बाटो पार गर्ने सपना छ भने अवश्य तपाईँ ती बाटोको सफल यात्री बन्नुहुनेछ।